नमस्ते, म दिलमाया मगर। म आज तपाईहरुलाई आइकप कसरी कभर गर्न सकिन्छ र कटोरी ब्लाउज कसरी बनाउन सकिन्छ भन्ने कुराको भिडियो देखाउन गइरहेको छु। हजुरले हेर्नु होला। कुनै कुरा बुझ्नु भएन भने कमेन्ट सेक्सनमा कमेन्ट गर्नु होला। म अवश्य नै सबैजनाको रिप्लाई दिने कोसिस गर्नेछु। सुरुमा चाहिँ आइकप सेट गर्नलाई तपाईलाई आइकप चाहिन्छ, जुन चाहिँ मार्केटमा अभाइलेबल हुन्छ, तर जहाँ पाए त्यही पाउँदैन। हजुर सर्च गर्न सक्नुपर्छ। ओरिजिनल आइकप लिएर आएर यसरी सुरुमा चाहिँ आइकप कभर गर्नुपर्ने कन्डिसन हुन्छ। यो भिडियोमा चाहिँ अलरेडी हामीले आइकप कभर गरिसकेका छौं। अब चाहिँ साइडको पार्टहरु कसरी सेटिङ गर्ने भन्ने कुरा चाहिँ हजुरले यो भिडियोमा देख्न सक्नुहुन्छ। जस्तो हेर्नु होला, हजुरले साइड सिमको पार्ट हो यो चाहिँ। साइड सिमको पार्ट राख्दाखेरि यसरी आइकप सेटिङ गरेपछि सिधा तपाईले राख्नुपर्छ, छड्के हुनु भएन। यसरी सेट गर्दै गएर हजुरले साइड सिमको यसरी सेट भइसकेपछि साइडबाट हल्का कफ शेपमा कट गरेर फाल्दिनु पर्ने हुन्छ। जुन मैले यो भिडियोमा देखाइरहेको छु, हजुरहरूले अलिकति ध्यान दिएर हेर्नु होला। यदि बुझ्नु भएन भने कमेन्ट सेक्सनमा कमेन्ट गर्नु होला। म अवश्य रिप्लाई गर्दिनेछु हजुरलाई। अदरवाइज तपाईले बुटी कोर्स पनि जोइन गर्न सक्नुहुन्छ। 1 महिना, 3 महिना, 6 महिनाको कोर्स छ हामीसँग। यदि तपाईले यो भन्दा अगाडि केही पनि सिक्नु भएको छैन भने चाहिँ 6 महिनाको कोर्स गर्नुपर्छ र तपाईलाई मेसिन चलाउन आउँछ, स्टिचिङको आइडिया छ भने चाहिँ 3 महिनाको कोर्स गर्दा पनि हुन्छ। र यदि तपाईहरु बुटिक ओपन गरेर बस्नु भएको छ, टेलर ओपन गरेर बस्नु भएको छ, सिलाइमा, कटिङमा फुल आइडिया छ भने चाहिँ 1 महिनाको मात्र कोर्स जोइन गर्न पनि सक्नुहुन्छ। अब यसरी सेटिङ गरेपछि हेर्नु होला, यो मार्किङ गरे अनुसारको यसरी कट गरेर फाल्नुपर्छ साइडबाट, ताकि पछि आइकपमा सेटिङ गर्दाखेरि हामीलाई सजिलो होस्। यसपछि भनेको पाइपिङको काम हुन्छ। यसपछि हामी तपाईलाई पाइपिङ गरेर देखाउने छौं। यसमा कसरी पाइपिङ सेट हुन्छ भनेर हेर्नु होला। यसरी कट गरेपछि पाइपिङ सेट हुन्छ र तपाईले यो साइड सिमकोलाई यसरी पाइपिङ गर्नुभएपछि पुरै कम्प्लिट गरिदिनु होला, फिनिशिङ गरिदिनु होला। फिनिशिङ भइसकेपछि अब हामीले कपमा लगेर यसरी मार्किङ गर्दै यसलाई पनि कपमा सेट गराउँछौं। यसरी बिस्तारै 1 बाइ 1 हजुरले सेट गर्नु होला। अब तपाईहरुले यसको लुक्स